वेलकम टु माई च्यानल। तपाईहरुलाई बिना पिन अब कसरी भेरिफिकेसन गर्ने आफ्नो एडसेन अकाउन्ट भनेर देखाउन गइरहेको छु। लास्टसम्म हेर्नु हैन होला र लाइक शेयर र सब्स्क्राइब पनि गरिदिनु होला। साथीहरुलाई शेयर पनि गर्नु होला। एडसेन भेरिफिकेसन गर्नलाई सुरुमा हामीले गुगलमा जानु पर्यो। गुगलमा गएर यहाँनिर सर्च गर्ने एडसेन लगइन गर्ने एडसेन लगइन लेख्ने। त्यसपछि यहाँ साइन इन लेखेछ, साइन इनमा टच गर्ने। साइन इनमा टच गरेपछि तल आफ्नो इमेल एड्रेस कहाँ छ त्यो इमेल एड्रेस चुज गर्ने। त्यहाँ धेरै दिएको हुन्छ, त्यसमध्येमा आफ्नो कुन चाहिँ हो त्यो चुज गर्ने। त्यसपछि यस्तो खुल्छ। खुलेपछि यहाँ तपाईलाई तीनटा दरकार हुन्छ, तीनटा दरकारमा क्लिक गर्ने। त्यसपछि यहाँ पेमेन्ट लेखेको हुन्छ, पेमेन्टमा क्लिक गर्ने। त्यसपछि भेरिफिकेसन चेक लेखेको हुन्छ, यसमा क्लिक गर्ने। यो क्लिक गरेपछि यहाँ तललाई देख्नुहुन्छ, लास्टमा यहाँनिर देखाएको हुन्छ, टाइम देखाएको हुन्छ कहिलेसम्म गरिसक्ने। जनवरी 13 तारिकसम्म भेरिफाई गरिसक्नुपर्ने हुन्छ। यसमा दुईटा अप्सन दिन्छ। एउटा चाहिँ अनलाइन भेरिफिकेसन गर्ने, यो भयो एक नम्बरको। अनि दोस्रो नम्बरको चाहिँ पिन कोड मगाउने। पिन कोड मगाउन चाहिँ टाइम लाग्छ, पोस्ट अफिसबाट मगाउने हो। त्यसको लागि चाहिँ यो थ्रुबाट जानुपर्यो। युज आइडी एन्ड इमेल पिन कोड भेरिफिकेसन। अनलाइन थ्रु गर्ने भने चाहिँ भेरिफिकेसन नाउ। अनलाइन भेरिफिकेसन गऱ्यो भने चाहिँ जस्तै जुन आइडीबाट भेरिफिकेसन गर्ने त्यो आइडी पनि फिजिकल चाहियो। अनि मान्छे पनि त्यही जसको आइडी हालेछ त्यो मान्छे लाइभ चाहिन्छ, यानि कि उसको भेरिफिकेसन क्यामेराबाट स्क्रिन के भन्छ फेस भेरिफिकेसन गर्नुपर्छ। सो त्यो भएर हामीले लाइभ छ भने चाहिँ हामीले भेरिफिकेसन नाउमा जाने। अनि त्यसपछि यसमा जानु पर्यो, आइडी भेरिफिकेसन विथ पर्सन यसमा जाने। यसमा गएपछि त्यसपछि यहाँ त्यहाँनिर कन्ट्री चेन्ज गर्नलाई देखाउँछ कुन कन्ट्रीको मान्छे हो। सो यहाँ बिगिनिङमा आयो। यसमा आएपछि हामी गर्ने। इन्डिया हो भने इन्डिया गर्नु पर्यो, नेपाल हो भने नेपाल गर्नु पर्यो। जुन देशको मान्छे हो त्यो देशको अब के बार गर्ने हो। अब सिटिजनसिप सर्टिफिकेट, अनि ड्राइभिङ लाइसेन्स, नेसनल आइडी, पासपोर्ट। यो नेसनल आइडी भनेको चाहिँ राष्ट्रिय परिचय पत्र भन्छ हाम्रो नेपालमा, त्यही हो है। अनि यो सिटिजनसिप भने नागरिकताबाट गर्ने भने नागरिकतामा क्लिक गर्ने। अनि यो चाहिँ फोटो खिचेर राखेर हुँदैन, फोटोलाई नागरिकता नै हातमा चाहियो। क्यामेरा अन गर्ने। क्यामेरा अन गरेपछि अनि यसले क्यामेरा देखाउँछ। यो चाहिँ हामीले नागरिकता चाहिँ हातमा चाहियो है, हातमा यसरी राख्ने। अनि त्यसपछि नेट टेबलमा राख्ने, अगाडि पछाडि दुईपट्टि नै खिच्ने। त्यो खिचेपछि अनि त्यसपछि चाहिँ अनि त्यहाँबाट त्यसपछि त्यो सेलेक्ट गरेपछि तल नेक्स्ट आउँछ। नेक्स्ट गएपछि तल एड्रेस आउँछ। एड्रेस पुरै देखाएको हुन्छ नागरिकतामा जे छ। अनि त्यसपछि तल नेक्स्ट गर्ने। नेक्स्ट गरेपछि त्यहाँनिर फेस स्क्यान गर भन्छ होइन। फेस स्क्यानमा जस्तै यो अब मान्छे क्यामेरा खोल्यो भने क्यामेरामा के भन्छ, जस्तै यो आँखा के अरे आँखा झिम्का भन्छ, कहिले दायाँ गर भन्छ, कहिले बायाँ गर भन्छ, कहिले टाउको माथि गर भन्छ, टाउको तल गर भन्छ। त्यो चाहिँ के भन्छ त्यही अनुसार फलो गर्ने। लास्टमा ओके गरिदिने। त्यो गरेपछि भेरिफाई भएपछि सक्यो। त्यो भेरिफाई क्लियर भएपछि टाउको फेस सबै स्क्यान गरेपछि फेरि ब्याक आउने। अनि त्यसपछि यहाँनिर 3 डटमा थिच्ने, यहाँनिर पेमेन्टमा थिच्ने, भेरिफिकेसन चेकमा थिच्ने। अनि त्यसपछि भयो भने यस्तो देखाउँछ है, आइडेन्टिफाई भेरिफिकेसन कम्प्लिट भन्छ। यो कम्प्लिट भएपछि सक्यो। त्यो यो चाहिँ भेरिफिकेसन भयो। जस्तै हामीले पहिला चाहिँ पिन नम्बर मगाउँदै भने त्यो पिन नम्बर मगाउनु पर्यो, डाइरेक्ट यसरी हुन्छ।